नमस्कार साथीहरू, आज म हल्दीबारी गाउँपालिकाको वडा नम्बर 1 मा रहेको गोलदाप बजारको मुख्य चोकमा छु। मेरो पृष्ठभूमिमा तपाईँ गोलदाप स्तम्भ देख्न सक्नुहुन्छ। यो गोलदाप स्तम्भमा चाहिँ माथि माछाको प्रतिमामा भूगोल अड्याइएको छ। माछाको प्रतिमा माथि भूगोल अड्याएर हल्दीबारीको बाचा झापाभरि माछा भनेर त्यहाँ एउटा नारा लेखिएको छ। यो चाहिँ गोलदापको एउटा पहिचान हो। विक्रम सम्वत 2074 सालमा सबैभन्दा पहिली स्थानीय तहको निर्वाचन सम्पन्न भए पश्चात बनेको स्थानीय सरकारले हल्दीबारीका महिला विकासमा पहिला हल्दीबारीको बाचा झापाभरि माछा भनेर यसरी विभिन्न लोकप्रिय विकासका नाराहरू सहितका विकासका कार्यक्रमहरू अगाडि बढाएको थियो। सोही कार्यक्रमहरूमध्ये हल्दीबारीको बाचा झापाभरि माछा भन्ने कार्यक्रमलाई प्रतिबिम्बित गर्ने गरी यो गोलदापको मुख्य चोकमा यो गोलदाप स्तम्भ भनेर यसरी माछाको प्रतिमा स्थापना गरिएको छ। यसले चाहिँ गोलदाप बजार माछाको लागि प्रसिद्ध भनेर चिनाउने होइन कि हल्दीबारी गाउँपालिकाले चाहिँ माछा उत्पादनलाई प्राथमिकता दिएको भन्ने उजागर गर्दछ। मैले यो गोलदाप स्तम्भबाट हजुरहरूलाई यो जानकारी दिएँ। धन्यवाद।